नमस्ते सम्पूर्ण क्रिकेट प्रेमी साथीहरूलाई, भाइ बहिनीहरूलाई, दाइ दिदीहरू सबैजनालाई नमस्ते। म अमृत गुरुङको तर्फबाट। क्रिकेट असाध्यै मन परेको खेल र बच्चामा धेरै खेलेको पनि। हाम्रो स्कुलमा चाहिँ गण्डकी बोर्डिङ स्कुलमा चाहिँ हाम्रो हेड सर हुनुहुन्थ्यो प्राइमवुड, न्युजिल्यान्डबाट। अनि उहाँले चाहिँ हामीलाई क्रिकेट खेलाउनु भयो, सिकाउनु भयो, खेल्यौँ। जहिले पनि क्रिकेटको त्यो बल देखेर सानो खेल्थ्यौँ, रमाइलो हुन्थ्यो। समय बित्दै गयो, क्रिकेटसँग मोह बढ्दै गयो। नेपालमा चाहिँ धेरै क्रिकेटहरू हुन लाग्यो, जस्तै काठमाडौँ के होइन। त्यसपछि नेपाली क्रिकेटमा एक किसिमको यस्तो किसिमको छलाङ मार्यो, सोद्धाखेरि अचम्म लाग्छ कि नेपालमा क्रिकेटको यत्रो धेरै क्रेज छ, यति धेरै मान्छेहरू क्रिकेट खेल्न रुचाउँछन् भन्ने लाग्थ्यो। सन् 90को दशकमा चाहिँ धेरै क्रिकेट हेरिन्थ्यो टेलिभिजनहरूमा, वर्ल्ड कपहरू हेऱ्यौँ र गजब लाग्थ्यो। तर बिस्तारै बिस्तारै त्यसपछि क्रिकेटसँग चाहिँ मोह हराएको चाहिँ होइन, क्रिकेटबाट टाढा भयो र सङ्गीतमै बढी अभ्यस्त भयौँ। पछिल्लो बेलामा आएर चाहिँ क्रिकेटले जुन किसिमको एउटा गति लिएको छ, एउटा सफलताको, एउटा कोसिसको, एउटा प्रयासको एउटा जुन माहौल बनिरहेको छ, जुन एनपिएल जुन अहिले भइरहेको छ नेपालमा, यस्तो लाग्छ कि ओहो, नेपालमा पनि यस्तो क्रिकेट हुँदो रहेछ, यसरी पनि भनौँ न खेलाडीहरू चाहिँ समर्पित भएर खेल्न सक्दो रहेछ भन्ने लाग्छ। र झन् यो विश्वभरिका क्रिकेटका खेलाडीहरूलाई लिएर आएर अहिले यसरी जुन किसिमले क्रिकेट खेलाउने यो जुन कुराहरू भइरहेको छ, जुन प्रयासहरू भइरहेको छ, तपाईँहरू सबैलाई धेरै धेरै शुभकामना छ। र विशेष गरेर यो पोखरा एभेन्जरलाई चाहिँ झन् धेरै धन्यवाद। तपाईँहरूले चाहिँ सम्झिनु भयो र म पोखराको मान्छे, यो ठाउँमा हुर्केको मान्छेलाई त्यसरी बोलाउनु भएको छ र क्रिकेटको लागि शुभकामना दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र यहाँहरूले सोचेको जस्तै होस्, यहाँहरूले खोजेको जस्तै होस् र भविष्यमा चाहिँ यो क्रिकेट फल्दै जाओस्, फुल्दै जाओस्, यही शुभकामना तपाईँहरू सबैलाई।